सर आउनु केटा हजुर सर यो अगाडिको खाली जग्गा के छ? यो त अम्बानीले लगिसक्यो नि सर अम्बानीको 7 पुस्ता तिमीसँग क्षमता भएको मान्छे हो म। केटालाई पटाउनु बाहेक त लाइफ सेट हुँदो। कति यसको दाम? अम्बानीले भन्दा 100 गुणा धेरै दिन्छु भन्। हाई हेलो तपाईँलाई भने होइन मैले उहाँलाई भने उहाँ चाहिँ बोल्नुहुन्न। यो मेरो असिस्टेन्ट हो, म डाइरेक्ट मान्छेसँग कुरा गर्दिनँ। मेरो विषयमा जे बुझ्नु मन लाग्यो यसमा बुझ्ने। यस्तो अप्ठ्यारो मान्छेसँग कसरी सिटी मिलाउनु होला यार। अनि हजुरको शुभ नाम चाहिँ के होला? उहाँको नाम चाहिँ अनिस, मेरो नाम चाहिँ सन्तोष। अनि हेर्दा त ह्यान्डसम हुनुहुन्छ। अनि हजुरको हाइट चाहिँ कति हो? उहाँको हाइट 6 फिट पुग्नेले अलिकति 2 मिलिमिटर कम छ अनि मेरो चाहिँ 4 फिट। हेर नि त्यहाँ बडी गार्ड बडी सर्ट चाहिँ छैन, गार्ड मात्र लिएर चाहिँ जान्ने हुनुपर्ने खुब। अनि हजुरको बिजनेस चाहिँ के छ? बिजनेस त खतरा छ। होटलको बिजनेस, सुन चाँदीको बिजनेस, गाडीको बिजनेस, अनि यो अहिले प्लेन गइरहेछ नि, प्लेनको बिजनेस। कति हो कति? वाउ, बिजनेस त टन्नै रहेछ। अनि मन्थली इन्कम चाहिँ कति छ? अब उहाँको त थाहा भएन, मेरो चाहिँ मन्थली इन्कम 4 करोड हो। मसला चोरलाई त मलाई त हेर्दै लागिरहेको थियो कि ओरिजिनल वस्तु भयो भनेर। त्यो त हेर्दै चोर जस्तो छ। अनि एकछिन ए मेरो बाउ बाजेदेखिको व्यापार फ्लप गर्नु नि किरा त तँ रहेछ होइन? हाउ कुरा गर्छस् कसरी? कसरी हुनु नि? यो मभन्दा पढे लेखेको मान्छे भनेर मैले सिए पिए भनेर आएको, म सोच्दै सबै लो परेर मरेछ होइन? अनि तपाईँ चाहिँ पढ्नु भएको छैन? पढ्नु त पढेको नि, +2 मात्रै पास गरेको छु। यसले सिए पास गरेको। पढे लेखेको मान्छेको हातमा कम्पनी दियो भने राम्रो हुन्छ भनेर दिएको त। भित्री मलाई रोडमा सुताइछु त, थाहै छैन। आज थाहा पाउँदैछु। ए हो र, उमेर पनि साह्रै रहेछ अनि आफै पढेर व्यापार गरे भइहाल्यो त। पढ्नु त पढ्नु हुन्थ्यो नि, बिहान बेग्ला भात खान पनि योसँग पैसा माग्नुपर्छ। म त नामको मात्र साहु। कसरी कहाँबाट पढ्नु? कहाँबाट हुने? जनसेवा नेपालबाट। जनसेवा नेपालबाट?